हेलो गाइज, वेलकम ब्याक माई न्यू ब्लग। आज मेरो लङ टङ पछि चाहिँ मैले ब्लग ल्याइसकेको छु अनि आज चाहिँ म फेरि पनि साइडतिर जान लागिरहेको छु। सो गाइज है, अब चाहिँ गर्मीको मौसम लागिरहेको छ। पहिला मैले यहाँबाट भिडियो बनाउँदा एकदम गर्मी जाडो हुन्छ अनि पुरै भनौँ न एकदम शीतहरू लागिरहन्छ नि त। आज चाहिँ खासै शीतहरू पनि लागिरहेको छैन होइन, अनि एकदम अलिकति अनि यो मेरो ब्लग चाहिँ होइन अनि अलि लङ टाइम पछि आइसकेको छ है। किनभने अनि त्यस्तै व्यस्तको कारणले चाहिँ मैले भ्लगहरू भिडियोहरू एडिट गर्नु पाएको थिइनँ कि। हामी चाहिँ टक्क मैले गरेको साइड होइन, हामीले चाहिँ अब फाइनल्ली भन्नुपर्दा हाम्रो चाहिँ पिच भइसकेको छ। बाटो के कस्तो छ होइन, मैले गरेको प्रोजेक्टकोमा चाहिँ बाटो डिबिएम साइडको हाम्रो पिच भइसकेको छ। सो गाइज, म चाहिँ तपाईँहरूलाई देखाउँदैछु है त्यहाँ। त्योबाट गुड छन् मान्छे। बाटो त सल्लालै भयो है। भरे तपाईँ र म मासु र चुरा खान आउनु भयो होइन। कति प्राय ड्राइभर हेर्छु कि मासु भने चाहिँ मरिया खाने भने मलाई मतलब लाग्यो। चाहिँ मलाई बेस्ट लाग्छ। मलाई त यसो नै खान त सानो खाएको अलिक ठुलो खानु होइन जब हाम्रो त्यो तपाईँको सेपमा बढी चल्छ क्या होइन। तपाईँको पुरा पोलेर तपाईँको यतातिर यस्तो ठाउँमै पुरा